नमस्कार। आज हामी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले थाल्नुभएका केही मुख्य कामहरू र त्यसको असरबारे अलिकति गहिरिएर कुरा गरौँ है। नमस्ते। एकदम हामीलाई प्राप्त यो नोटमा उहाँका धेरै पहलहरू समेटिएका छन्। यसले काठमाडौँलाई अझ व्यवस्थित, सफा अनि प्रविधि मैत्री बनाउन खोजेको देखिन्छ। हो, त्यही त। फोहोर व्यवस्थापन, सडक अतिक्रमण, डिजिटल सेवा, धेरै कुरा छन्। यो नोटको आधारमा यी पहलहरूले साँच्चै कस्तो प्रभाव पारेका छन् त्यसमा केन्द्रित रहँला। हुन्छ। खासमा यी प्रयासहरूले सहरलाई कता लग्दैछन् भन्ने एउटा चित्र कोर्ने प्रयास गरौँ न। ल, त्यसो भए फोहोर व्यवस्थापनबाटै सुरु गरौँ न। नोटमा त साप्ताहिक सरसफाई अनि त्यो फोहोर छुट्याउने प्रणालीको कुरा छ। छ। वेस्ट सेग्रिगेसन मतलब स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याउने। हो, त्यही। तर त्यो कतिको प्रभावकारी भयो त? नोटले के भन्छ? मान्छेले सजिलै अपनाए त? खै, नोट अनुसार सुरुवाती चरणमा त अलिकति चुनौतीपूर्ण नै रह्यो। बानी पार्न समय लाग्ने कुरा भयो। तर बिस्तारै नागरिक स्तरमा यो बानी पर्दै गएको सङ्केत चाहिँ छ। समय त लाग्छ नै। अनि यसमा निजी क्षेत्रसँगको सहकार्य नै, त्यसको बारेमा केही छ? त्यो कुरा पनि जोडिएको छ। खास गरी फोहोर सङ्कलन र प्रशोधनमा निजी क्षेत्रलाई सहभागी गराउने अनि अलिकति पारदर्शिता पनि कायम गर्ने प्रयास भएको देखिन्छ। तर दिगोपनाको लागि त निरन्तर अनुगमन चाहियो होला नि, हैन? हो नि, त्यो त एकदमै आवश्यक छ। नोटमा पनि त्यो कुरा सङ्केत गरिएको छ। ल, फोहोर व्यवस्थापनसँगै अर्को ठूलो मुद्दा ट्राफिक र सडक। त्यो सडक अतिक्रमण हटाउने अभियान त निकै हो, त्यो त एकदमै चर्चामा आयो। असन, न्यू रोड जस्ता ठाउँहरूमा चर्चित भयो, हैन? फुटपाथ खाली गराउने, त्यसको खास असर चाहिँ के देखियो त? नोटमा केही छ? नोट अनुसार फुटपाथ खाली हुँदा पैदल यात्रीलाई त धेरै नै सहज भयो अनि साना गाडीहरूको आवत जावतमा पनि थोरै सुधार देखियो भन्ने प्रारम्भिक कुरा छ। त्यो त राम्रो कुरा भयो। तर अर्को पाटो पनि छ। त्यसले गर्दा विस्थापित भएका साना व्यापारीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न पनि उठेको छ। यो अलि जटिल विषय हो। त्यो त हो। अब यी भए भौतिक सुधारका कुरा। डिजिटल प्रशासनतिर पनि महानगर गएको देखिन्छ है। मोबाइल एप, अनलाइन सेवा। त्यो पनि महत्त्वपूर्ण छ। नोटमा केही मुख्य सेवा जस्तो नक्सा पास, कर तिर्ने जस्ता कुराहरू अनलाइनबाटै गर्न मिल्ने बनाएको उल्लेख छ। त्यसले त पक्कै सजिलो बनायो होला नि, लाइन बस्नु परेन? हो, अपेक्षा त्यही हो। प्रशासनिक काम छिटो हुने, झन्झट कम हुने। तर एउटा कुरा के छ भने सबै नागरिकको प्रविधिमा पहुँच छ त? अनि डिजिटल साक्षरता? त्यो महत्त्वपूर्ण प्रश्न हो। सबैले समान रूपमा लाभ लिन सके कि सकेनन् भन्ने हेर्नु पर्यो। त्यही त। नोटले पनि त्यो पक्ष विचारणीय रहेको बताएको छ। ल, अब प्रविधि बाहेक आधारभूत कुराहरू जस्तै शिक्षा, सार्वजनिक सुविधाहरू, त्यसमा केही भएको छ? सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार र व्यवस्थापनमा ध्यान दिएको कुरा छ। केही स्कुलमा स्रोत थपेको, शिक्षक तालिम गराएको भन्ने सुनिन्छ। अनि सार्वजनिक शौचालय, बत्ती जडान्ने? हो, सार्वजनिक शौचालय निर्माण र मर्मत अनि सडक बत्ती जडान, केही ठाउँमा पार्क बनाउने जस्ता कामहरू पनि भएको देखिन्छ। यी साना लागे पनि दैनिक जीवनमा फरक पार्ने कुरा हुन्। एकदम। सहरको सौन्दर्य र सुविधा दुवै बढ्ने भयो। हो नि। त्यसो भए यी सबै पहलहरू, फोहोर, सडक, डिजिटल, शिक्षा, पूर्वाधार, यिनीहरूलाई समग्रमा हेर्दा कस्तो देखिन्छ? छुट्टा छुट्टै प्रयास हुन् कि एउटै ठूलो योजनाका भाग? नोटमा भएको जानकारीलाई हेर्दा त यी सबै कामहरू एउटा बृहत्तर सोचकै अङ्ग हुन् जस्तो लाग्छ। मतलब काठमाडौँलाई अलि आधुनिक, व्यवस्थित अनि बस्न लायक बनाउने। एकअर्कासँग जोडिएका छन् भन्न खोज्नु भएको? हो, जस्तो फोहोर व्यवस्थापनले सफा सहर बनाउँछ, सडक व्यवस्थापनले आवत जावत सहज बनाउँछ, डिजिटल सेवाले प्रशासन छिटो बनाउँछ। सबैको लक्ष्य त सहरको कार्यक्षमता र जीवनस्तर सुधार्ने नै देखिन्छ नि। हो, त्यो त हो। ल, आज हामीले यो नोटको आधारमा काठमाडौँ महानगरमा भइरहेका केही महत्त्वपूर्ण प्रयासहरूबाट छलफल गर्यौं। फोहोर व्यवस्थापनदेखि पूर्वाधारसम्मका विभिन्न पाटा हेर्यौं। समग्रमा सहरलाई व्यवस्थित र आधुनिक बनाउने दिशामा काम भइरहेको त देखियो। हो, प्रयासहरू सकारात्मक नै छन्। तर खै, यो सबै छलफल गरिसक्दा मेरो मनमा एउटा कुरा आइरहेको छ। के कुरा? यी यति धेरै क्षेत्रमा थालिएका राम्रा सुधारहरूलाई महानगरको हरेक कुना काप्चासम्म सबै वडामा एकै नासले पुर्याउन र तिनलाई साँच्चै दिगो बनाउन चाहिँ अब के गर्नु पर्ला? कस्तो संयन्त्र चाहिने होला? निकै महत्त्वपूर्ण प्रश्न।
कार्यान्वयन र दिगोपना सधैँ चुनौतीको विषय हुन्छ। यो आगामी दिनहरूमा सोच्नै पर्ने कुरा भयो। एकदम। यो निरन्तरताको प्रश्न महत्त्वपूर्ण छ।